बाटो चाहिँ यस्तो छ हेर्नुस्। नमस्कार सबैलाई। आउँदा ध्यानीसँग आउनु होला। केही चिज पनि बहुत डेन्जर छ यहाँ बाटो। जङ्गलमा हिँडिरहेको छ हामी। आज जङ्गलको यात्रा छ हाम्रो। त्यसले गर्दाखेरि सबै कुरा बचेर हिँड्नुपर्छ। यहाँ बाटो फेरि यस्तो छ, के हुन्छ यो भित्र। टेन्सनै छ। हामी हिँडिरहेछौँ यसरी। अब यहाँबाट हिँड्नु पनि कसरी छ भने यस्तो छ हेर्नु यहाँ बाटो। अब यहाँबाट यहाँ खुट्टा राखेर यसरी हिँड्नुपर्छ। त्यसले गर्दा टेन्सनै छ। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। यो देखाएको मात्रै मैले, यस्तो ठाउँ पनि हिँड्नुपर्छ कहिले। अब हाम्रो साथीहरू कता छन्? थाहै छैन कता गए। यस्तो छ घना घर जङ्गल यस्तो छ हेर्नु। जङ्गल हेर्दै डर लाग्दछ। बाघ भालुहरू सब हिँड्छ यहाँ। यहाँ एकदम टेन्सन छ। हजुर बसेर हिँड्नु होला कहिले जङ्गलमा हिँड्दाखेरि। जानुपर्ने त्यहाँ पारी गाउँमा जानु छ। यो गाउँमा एकदम डेन्जर एरिया छ। यस्तोबाट सुँगुरहरू हिँडेको अवस्था मात्रै छ। माथि पनि जङ्गल छ घनाघोर देखिन्न। हामी यताबाट आछौँ। अब यतातिर जानुपर्ने हो। अब लास्टै भइसक्यो।